एकचोटि लन्डन गएर के आइरहेछ लोग्नी भन्दा जान्नेमै भन्छानेर तँलाई केही लोग्नी भन्दा पहिला भात खान पर्ने तँलाई डङ्गर अलक्षिन आइमै तेरो सोमत यो पुग्यो हजुर पुगेको छैन तँलाई सोमत नभए कि सडियो कि आइमै बाबा बढ्ता बोल्दो रहेछ नि मैले भने हो उहाँले भन् भनेर उहाँको मनको कुरा मैले भनेपछि उहाँलाई हिर्काउनु पर्छ मलाई हिर्काउनु पर्छ त्यस्तै गरे यिनलाई पनि बाँकी राख्दिन पहिला पनि यिनलाई छुटेर म लन्डन गएको हो क्या के सोचेस् तैँले के सम्झाछस् चुड्छे माग्ने यसले चुड्छे पहिला भात खाऊ अनि चुडाइ खान पर्यो नि खाउला रिस कडा भए पनि हात चाहिँ मिठो रहेछ हजुर मिठो त पकाउँछ नि पकाएर के गर्नु घमण्डले नै सिद्धाउनु लागिसक्यो लन्डनबाट ल्याएको कि हजुर यतै फल्या ल्याउँछ लन्डनबाट गोलीमिडा बारीको गोलीमिडा कुरकुर खा यो हेर्दाखेरि लन्डन खालको छ कि यो चामल पनि लन्डनबाट